हाम्रो राइड चाहिँ सुरु भयो। जीवन सरले रेनकोट हाल्दै हुनुहुन्छ। सचिन यही छन्। त्यसैमा हो एकछिनलाई त्यसपछि सचिन ल ल ल अब आज मणिग्रामदेखि हिँड्ने हो। अब हालत केही देखेको होइन। हातको त दुइटै जाम त ट्रकले कि रोड गर्दा पुरै यहाँ जाम भयो। ड्याम चाहिँ बढेर यत्रो भयो पुरै। बल्ल जाम खुल्यो पाल्पाको तराई क्षेत्र। यतातिर यस्तो पहाडै पहाड छ, यतातिर यस्तो समूह पुरै बस्यो। तानसेन नगरपालिकाहरू माथागढी गाउँपालिका हार्दिक स्वागत। राम्रो छ ठाउँ त एकदम। यो आज शनिबार भएर त्यहाँ पुरै यता दोकानहरू पनि सबै बन्द छ त किन हो। यहाँ सिमबाट हामी आएको चाहिँ यता त अलि यतै आइएको छ, अलि अगाडि आइएको छ। कति होला बाटो चाहिँ खराब बाटो चाहिँ लाग्छ खराब काउले डाँडा हो कि काउली डाँडा? यहाँ बाइक रोक्नु पर्यो। यहाँदेखि हिँड्दै जाने हो। जीवन अङ्कलले चाहिँ चाउचाउ माथि बेच्न मिल्छ कि भनेर किनेर आउनु भयो। भ्यू चाहिँ यस्तो
ल ल जाउँ जाउँ पानीले कुर्कुरे चल्छ बाटो चाहिँ राम्रो व्यवस्थित बनाएको हैछन् जाने बाटो अझै उहाँ हो जाने यतिको भ्यू त झन् खतरा झन् ओहो यता नि त्यस्तै हो अझै माथि जान क्याम्पिङ गर्न नि मिल्छ माथि माथि आउँदैछौँ जति गयो उति त्यस्तै छ एउटा घर जस्तो छ ए वहाँदेखि हिँड्दै हिँड्दै आएको तल थाकिए के र यहाँ सायद बस्नेलाई ठाउँ जस्तो छ बस्ने हैछन् होला सायद मान्छे क्याम्पिङ स्याम्पिङ गर्ने जस्तो पनि छ व्यवस्थित त छ यस्तो कहाँ हुन्छ यस्तो ठाउँको कहाँ छ अन्त जहाँ हेऱ्यो त्यही खतरा यहाँ चाहिँ के छ भन्दाखेरि नयाँ चिज पहिलोचोटि थाहा भयो नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खानी तथा भूकम्प विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र कौडेडाँडा भूकम्प मापन के यो स्थान हो के यस्तो माथि डाँडामा यस्तो हुनेछ भूकम्प मापन गर्ने यो नयाँ चिज हो कता त यस्तो यो चाहिँ यस्तो हो बादल जाँदैछ अब फर्किन थालेको जति हेऱ्यो नि त्यस्तै हो चाहिँ झर्न लागेको अब मान्छे अझै पनि आएको रहेछ बाटो नि यस्तो हो के अरे खुट्टामा पर्छ कि प्रेसर जीवन सर हेलो हेलो आगो सचिव
त्यो डाँडा झरियो हामी अब फर्किन लागेको आधी बाटोमा यहाँ नयाँ बाटो यो चाहिँ खुट्टा दुखिसक्यो उहाँ माथिबाट झरेको बाइक राखेको ठाउँमा आइयो खुट्टा दुखेर पुरै लास्ट भएको छ अब चाहिँ जान थालेको जाडो भएर ज्याकेट पनि लगाइयो अब पुरै ओह्रालो हो झन् गाह्रो हुन्छ ओह्रालोमा ओह्रालो हो हात मात्र दुख्छ यो ओह्रालोमा हात त लास्टै दुख्यो यहाँ नि स्कुल आउँछ त 2 ठाउँ आउँछ स्कुल यहाँ माथितिर आएपछि चल्छ नचल्ने कहाँ हुन्छ यत्रो मान्छेहरू छन् पछि त जसरी नै गइन्छ उता यहाँ पानी पर्यो भने चिप्लेर हिँड्न सकिन्न तल यहाँ घर पनि छ यहाँ पहाडको घर मकैहरू सबै छ रोपेको बल्ल पो खतरा देखिन्छ त हामी झरियो माथिबाट झरियो अब सिधै अब चाहिँ त्यस्तो बाटो छैन अब आनन्दले जानु हात पुरै यस्तो भइसक्यो दुखेर शीतल छ यो चाहिँ बजार रहेछ मेन बजार माथिबाट अब सामानहरू लिन उसहरू गर्न केही गर्न पऱ्यो भने यतै झर्ने छन् यस्तै छ यहाँको यस्तो बटुक खाएर जान्छौँ रात परिसक्यो बल्ल बुटो लाग्यो अब लास्ट टाइम मकै लाग्छ अब आजलाई